हेलो साथीहरु, मैले चाहिँ आज ब्लाउजको डिजाइन लिएर आएको छु अलरेडी है। तपाईहरुले भन्नुहुन्छ कि ब्लाउज कसैलाई कसैलाई कति भन्नुहुन्छ कि ज्याला, त्यही भएर ज्यालाको चाहिँ मैले एकदम यो भिडियोले चाहिँ स्पष्ट हुन्छ कि हजुरहरुलाई। म चाहिँ के गर्छु भने यो कपडा अनुसार अनि त्यसपछि कपडा अनुसारले डिजाइन अनुसारले ज्याला दिने गर्दछु। त्यही भएर मैले चाहिँ रिक्वेस्ट पनि गर्न चाहन्छु। यस्तो वाला छ नि, यस्तो वाला फर्म हालेको मैले भित्री हालेको गरेर यसको चाहिँ मात्र 700 मात्र दिन्छु ल। यो चाहिँ श्रीमान चाहिँ हेर्दाखेरि यो वाला फौजी आर्मी जस्तो देखिनुहुन्छ। श्रीमती वाला पनि यसको पनि मैले छेउछेउमा म आफैले हालेको अनि भित्री हालेको म आफैले। यसमा चाहिँ यो लगायो भने एकदम सफ्ट देखिन्छ। अलिकति मोटो मान्छेको त्यो यस्तो कुञ्चिको देखिन्छ, कुञ्चिको भयो भने अलिकति यस्तो देखिरहेको छ, लगायो भने एकदम सफ्ट देखिन्छ है। यो वालाको चाहिँ 550 दिन्छु मैले यो वाला डिजाइनको। अनि त्यसबाट अर्को के छ भने यो वाला डिजाइन चाहिँ एकदम पातलो बहिनी छ कि यसको लागि चाहिँ के भन्छु भने पैसा दियो भने बनाइदिनु भयो भने तर पैसा दिने बेलामा श्रीमानले चाहिँ एकदम आनाकानी हाल्नै पर्छ हैन। यो चाहिँ हाल्दा नि भयो नहाल्दा नि भयो, पछि हाल्छु भन्नु अगाडि नै त्यही भएर मैले यो वाला डिजाइनको चाहिँ 650 लिन्छु हैन। यो चाहिँ यसमा दिएन भनेर अलिकति चिप्लो कपडा छ नि त, त्यही भएर अनि मेरो पसलमा पनि उहाँले त्यो साडी ट्राई गरिरहँदाखेरि चाहिँ घरि कुर्ता राम्रो घरि साडी राम्रो घरि त राम्रै भएन, तल राम्रो देख्छ त राम्रै छैन। अनि यो वाला छ एकदम मैले काम गरेको 10.5 वर्ष भयो कि अहिलेसम्म मैले यति मोटो मान्छेको ब्लाउज सिलाएको पनि सायद अघिल्लो पसलमा पनि त्यस्तै भएको थियो होला। अहिले चित्त दुखाए जस्तो गरेर अलि दुखी हुँदै मलाई नकिन्दिस् न त, साडीको लागि पनि चाहिँदैन, केही पनि म लिदिनँ भनेर भन्दै एकदम मोटो छ कि एकदम ज्यादा मोटो छ। कुर्ता यो वाला उसको पनि छ बरु अघि 450 मात्रै लिइरहेको छु उहाँलाई मैले। तर उहाँको त्यही भएर जस्तो व्यवहार थियो भने नि टोटली तपाईहरुले नकिन्दिने टाइपको के। अनि दुईजना अलिकति डिस्कस गरे जस्तो अनि आज चाहिँ मैले किनभने अनि हुन त मोटोबाटै पैसा नभएर बनाउँछु अथवा किन्दिन किनकि पसलमा बनाउनु त्यस्तो हो भनेदेखि त मान्छेहरु घरमै सल्लाह गर्दा भइहाल्छ। त्यति ज्ञानीले पक्कै पसल मान्दिनँ। के अरे रुमबाटै बनाइछु। अनि डिस्कस गर्दै हिँड्न त्यही कुर्ता किन्छु भन्दै बाहिर सबै त्याग गरेर म पसल जान्छु। मलाई चाहिँ लाग्दैन कि त्यो 2600 को उसलाई पछि मन आउँदा परेको बाइ बाइ। साडी र